राष्ट्रका 75 युवा संस्था कार्यक्रममा यहाँलाई स्वागत छ। देशका विभिन्न भागमा रहेर देश विकास गरिरहेका अग्रसर युवा संस्था तथा कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिले आफ्नो संस्थाको परिचय र उद्देश्यका बारेमा जानकारी दिनुहुन्छ, साथै आगामी कार्यक्रमका निम्ति सल्लाह सुझावको अपेक्षा राख्नुहुन्छ। अब आफ्नो संस्थाको बारेमा जानकारी दिन आउँदै हुनुहुन्छ धादिङ जिल्लाबाट छनौट हुनुभएका रोसिका हेल्पिङ ह्यान्ड संस्थाका प्रतिनिधि राजन प्रसाद ढुङ्गाना। रोसिका हेल्पिङ ह्यान्ड संस्था आजभन्दा 2013बाट धादिङ जिल्ला खाल्टे गाउँ विकास समितिबाट सुरुवात गरेको छु। जुन संस्थाको उद्देश्य त्यहाँ भएका बालबच्चाहरूलाई फ्री शिक्षा र उनीहरूको स्वास्थ्य सम्बन्धी विभिन्न सहयोग, प्रशिक्षण र उहाँहरूको बच्चाहरूको बाउ-आमालाई पनि ती खालका प्रशिक्षण दिएर हामीले सुरुवात गरेका छौँ। आज अहिलेसम्म हामीले प्रत्येक वर्ष 11वटा स्कुलको बिलो 3 को विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, इरेजर, सफर दिने गरेका छौँ भने त्यो लगायत स्कुलमा आवश्यक मेटेरियल, बच्चालाई पढाउन आवश्यक पर्ने मेटेरियलहरू उपलब्ध गराएका छौँ र अहिले अघिल्लो वर्षबाट हामीले ड्रेस पनि दिन सुरुवात गरेका छौँ। हामीले मेनली गर्ने भनेको चाहिँ बिलो 3 क्लासका विद्यार्थीहरूलाई कापी, कलम, स्कुलमा चाहिने मेटेरियलहरू उपलब्ध गराउँछौँ। जुन चिज प्यारेन्टहरूले उपलब्ध गराउनलाई गाह्रो, मसिना बच्चाहरूले स्कुल बोकेर आउन असमर्थको अवस्था, टाढाबाट आउने विद्यार्थीहरूलाई पानीदेखि विभिन्न बोकेर लिएर आउनको लागि उनीहरूले हराउन सक्ने सम्भावना, त्यस कारणले हामीले चाहिँ मेटेरियल स्कुलमा पढ्ने मेटेरियलहरू उपलब्ध गराएका छौँ। जुन अहिलेसम्म हामीले गरेका त्यो रेस्पोन्स चाहिँ विद्यालयबाट हामीले र प्यारेन्टबाट धेरै राम्रो पाएका छौँ। धादिङ जिल्ला खाल्टे गाविसको त्यहाँ 20वटा स्कुलहरू छ, प्राइमेरी, निमावि र माध्यमिक स्कुल गरेर, तर हामीले प्राइमेरी लेभल सबै स्कुल 11वटा स्कुललाई वार्षिक 900 देखि 1000 विद्यार्थीहरूलाई पढाउने सहयोग गरेका छौँ। पछिल्लो चरणमा हाम्रो टार्गेट भनेको अबको 10 वर्षसम्म चाहिँ यो खाल्टे गाविसभित्रका सम्पूर्ण स्कुलहरूलाई मेटेरियल उपलब्ध गराउने र उनीहरूलाई पढ्नुपर्छ र शिक्षकहरूलाई पढाउनुपर्छ र त्यो खालको दायित्वभित्र जानुपर्छ र विद्यार्थीहरूलाई शिक्षामा मेन अरू चिज भन्दा पनि शिक्षा बेटर चिज हो र त्यसले सबै कुरा दिन सक्छ नै हाम्रो टार्गेट हो। मेनली हेर्ने मान्छे भनेको चाहिँ जेता हेलेन क्यानेडियन नागरिक हुनुहुन्छ र उहाँले चाहिँ पूर्ण रूपमा सपोर्ट गर्नुहुन्छ। पछिल्लो टार्गेट हाम्रो भनेको त्यहाँ चाहिँ अहिले यौम जति देश बाहिर जाने अवस्था भएको भएर हाम्रो अर्को चाहना भने चाहिँ हामी एउटा वृद्ध आश्रम सुरुवात गर्ने सोचमा छौँ, जुन 2074बाट हामी त्यसको चाहिँ कन्स्ट्रक्सनको काम गर्ने टार्गेटमा अघि बढेका छौँ। कुनै संस्था, देशी र विदेशी संस्थाहरूले यो संस्थालाई सहयोग गर्न चाहनुहुन्छ भने रोसिका हेल्पिङ ह्यान्ड खाल्टे छ धादिङ, वेबसाइट rosikahelpinghand.org.np, इमेल एड्रेस info@rosikahelpinghand.com, टेलिफोन नम्बर 9851088016, ल्यान्डलाइन फोन 014381016। यदि तपाईँ पनि यस्तै युवा संस्थासँग आबद्ध हुनुहुन्छ भने यस कार्यक्रमबाट आफ्नो संस्थाका कार्यक्रम तथा योजनाहरूलाई प्रस्तुत गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क फोन नम्बर रहेको छ 42204559। आफ्नो संस्थाको बारेमा जानकारी दिन हामीलाई GPO 20013 काठमाडौँमा पत्रचार गर्न सक्नुहुन्छ वा santoshsahafoundation@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। अर्को साता युथ टिभी सो लिएर पुनः उपस्थित हुनेछौँ। नमस्ते।